ल भनिसिनु त ल भनिसिनु के भन्नु भइरहेको थियो कसलाई समात्नु भएको भनिसिनु त प्रधान पञ्चलाई के प्रधान पञ्चलाई यसलाई यहाँ यसरी क्लिप गर्छु म पछि सुन्नको लागि राखेको छु क्या हुन्छ पछि पनि सुन्न पाओस् भनेर ल भनिसिनु त अनि जेठी दिदीको छोरो भर्खर इन्डियाबाट आएको है हजुर अनि तिमीहरू जस्तै जवान थियो के बजार लागेको घाट बजार लागेको त्यहाँ किलमिल गर्न यताउता गर्न गएको नि त अनि अब त्यहाँ ऊ त साथी भन अरे यार मुझे भी बताओ न क्या कर रहे चलो न मुझे घुमाऊ न भन्छ कि भनेछ बिचारा मलाई घुमाऊ न भनेर हिन्दीमा भनेछ त्यो केटा चाहिँ फेरि कर उठाइरहेको अनि कर उठाइरहेको भएर ऊ ठुलो पल्टेको हाम्रो गोर्खाली त्यस्तै हुन्छ गाउँघरको फेरि अनि छ्यास साला भनेछ उले साला भन्यो भनेर उले पनि रिसाइछ साला भनेर दुईजना टकाटक परेको त त्यसै बिचारा अरूले हेपेको के त्यो नेपाली होइन यो इन्डियाबाट आएको भनेर हेपेर उसो लगेछ पञ्चायतमा लगेछ पञ्चायतमा लगेर सचिवले अनि प्रधान पञ्च लगेर कोठामा थुने राखेछ पुलिस बोलाइछ यसले मलाई मार्न लायो भनेछ के खास गरी गुहारमा अनि मलाई भन्न आयो सिस्टम दिदी हजुरको छोरालाई त बजारमा झगडा गरेछ पञ्चायतमा लगेर कोठामा थुनेर राखेछ जानुस् न भन्यो के मलाई जान्न त्यो बच्चाहरूको कुरामा पनि भन्यो मैले हेर भने मलाई त 2-3 जना आयो बोलाइ गरे के अनि भएन हेर्न रहेछ भनेर गएको त अनि सचिव ठ्याक्क सचिव भेट्यो के हो तिमीले त मेरो बाबुलाई त उ गरेछ अरे नि त थुनेर राखेछौ रे पुलिस बोलाएको रे भनेर भनेको त बोलेन त्यो डरायो मलाई देखेर किन त्यो सचिवले मलाई चिनेको पहिलेदेखि नै अनि त्यहाँबाट त चुप लाग्यो अनि मेरो पालो खै भित्र गएँ एउटाले छेक्न आँटेर छेक्छस् भने गएँ सुरु गरेर प्रधान पञ्च टेबलमा यसरी बसिरहेको थियो मेरो पनि यहाँ गएर झ्याप्प समातेर हिर्काउनु तँलाई प्रधान पञ्च हामीले बनाएको हामीले भोट दिएको थियो र पो त प्रधान पञ्च भयो तैँले मान्छे चिन्नु पर्दैन को हो के हो कसो हो भनेर यहाँ च्याउसम्म मात्र हिर्काउनु भएको थियो सचिव आइपुगेर हुन्न दिदी हुन्न हात हाल्नुहुन्न भने किन हुन्न यो के काम यो कुर्सीमा बसेर भनेर अनि यसलाई कसले भित्र पठायो अरे के कसले पठाउने यो घरमा आउनलाई त हामीले आफै तँलाई पो भोट दिएर हामीले जिताएर तँलाई त्यो कुर्सीमा बसेछ छट यो कुर्सी तँ जस्तो अरू पनि आउँछ भनेर मैले भनिदियो त्यो त उहाँ परिरह्यो अनि 2टा पुलिस रहेछ आयो पुलिस के हो कुरा बुझ्यो बजार गएर उ गर्यो भन्यो अनि पुरा व्यापारीहरू आएको त्यहाँ 10-12 जना पञ्चायतमा आएको रहेछ आएको रहेछ अनि त्यो सामानहरू हिनामिना भयो के भनेर अनि भरे त पछि त ठ्याक्क मलाई देख्यो ल के हो तिम्रो सामान हिनामिना भएको दिदी भने सबैले चिनेको हेर मलाई त उहाँ 5-6 वर्ष अगाडिदेखि चिनेको छ क्या त्यो घाट बजारमा आउने अनि हामी किलमिल गर्न जाँदाखेरि चिनेको छ दिदी क्षमा गर्नुहोस् को हो दिदी तिनी भन्यो मेरो दिदीको छोरा हो भर्खर इन्डियाबाट आएको बच्चादेखि इन्डिया बसेको त्यसले नेपाली बुझ्दैन नेपाली बोल्न जान्दैन तिम्रो कति सामान हिनामिना भयो एक हिसाबले मलाई म सबको तिर्छु होइन दिदी हाम्रो केही भन्ने भएको छैन भने सबै व्यापारी मलाई हात जोडेर उ गर्न लाग्यो माफी माग्न लाग्यो सबै गोडा दसेदै मलाई माफी माग्यो अनि गयो अनि मैले पुलिसलाई भने ल कहाँ लाने लैजा कौशदी थाना लाने त्यहाँ असाई को छ थाहा छ भनेर चुप लाग्यो को छ र हजुर मेरो मामा हो त्यो फल्ना नाम गरेको नारायण सिंह मन्त्री नारायण सिंहको भाइ त्यो मामाको मलाई नाम यति याद आउनु
त्यहाँ असै थियो, असै भएर आथ्यो। अनि एउटा त्यसको दाइ चाहिँ गृहमन्त्री हो कि के थियो त्यतिखेर। ल कहाँ लाने, भैरवा जाने कि काठमाडौँ जाने कि कुन असैसँग जाने, कुन तिमीहरूको कुन छ सिनियर बोला यहाँ। होइन नि मेरो मान्छे यहाँ खुरुक्क यहाँले भने गयो, खुरुक्क छोडेर ल्याए। नेपाली भाषा जान्दैन, अलिकति कुरा बुझेर गरेर गर्नुपर्छ। आज नेपाल आएको भर्खरै यो 1 महिना पनि भएको छैन। उता साथीभाइको उसमा उताको चलन, अरे यार चल न यार घुम्न, मलाई घुमा न यार भन्यो। तैँले के भनेको थिइस् भन्दा हो यही भन्यौ भनेको भने त्यसले। अनि त तिमीहरूले म अहिले ड्युटीमा छु पछि जाम्ला भन्नुपर्छ भनेर भनेपछि अनि त्यहाँबाट चुप बोलाएर प्रधानले पनि माफ गर्न दिए। मैले जानेन, हजुरको दिदीको छोरा, हजुरको छोरा रहेछ, मैले जानेन भने प्रधान। अहिले त्यो थारू जति मलाई देखेँ कि थारू जति सिस्टरले दिदी खतरा हुनुहुन्छ हाम्रो। मुन्दिला भन्छन् त त्यो अहिले त दुईटा केटाको कथा भन्नुभएको थियो नि, दिल्ला नि भन्छन् न, त्यो दिल्ला भन्छन् न, त्यो अहिले कथा भन्नुभएको थियो नि, दिदीलाई पनि भनिसिन् न भने क्या, मजाको कथा छ क्या, एकचोटि भनिदिनु न पिटेको त्यो कथा भनिदिनु न। डराउनु हुँदैन, म त ठोकिदिने हो। अनि मेरो बाबा डराउनु हुन्थ्यो, पुलिस चौकीमा बोलायो। ला यसले कहाँ उपद्रव गरे के गरे कसले टोक्नु भयो आमा? के भएको भन्नु त? मलाई म दुकानको सामान लिन गएको हो साइकलमा चढेर। अनि त्यहाँबाट त मलाई दुईटा केटा एउटै साइकलमा दुईजना चढेर आएको, मलाई पछि साइकलको पछिबाट हानेर लडाइदियो क्या। मेरो पाला पनि मलाई त म पछारिएन के अरे, अलिकति साइकलले लाग्यो, जुरुको उठ्यो साइकल चढेर म पनि पछि गएँ। मैले त काको साइकलले हान्ने लात्ताले हान्दिए, लात्ताले हान्दियो, लडिहाल्यो। लड्यो, एउटाले चोट लाग्यो, एउटा लागेन। चौकी न ऊ रहेछ क्या, गार्डहरू नजिक रहेछ, गार्डहरू आइपुग्यो। के गर्नुभएको, के गरेको यो नानीले के गरेको भन्छ। के गर्यो देखेन, मलाई अघि नै लोटाएको, त्यसलाई सोध्दा मलाई लडाएको र मैले पनि लडाइदिएको। अनि चौकीमा जाने भनेको अरे मैले। अनि मेरो त्यहाँ दुकानमा 1.5-2 लाखको सामान छ मैले किनेको। त्यो सामानको जिम्माले बल्ल म चौकी जान्छु। होइन भने ल टिप, मेरो नाम टिप, फल्ना 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 ठाउँमा म छु, 16 खुट्टे चौकी नजिक छ, हो त्यहाँ म भने। अनि उनीहरूले पनि अनि त्यो नाम टिपेर मलाई छोडिदियो। म सामान बोकेर घर आएँ। घर आएर बस्न पाएको छैन, आइपुग्यो दुईजना गार्ड लिन आयो। अनि त्यहाँबाट बाबा हुनुहुन्थ्यो, बाबा अफिसबाट भर्खर आएको। अनि यसले के गरे उपद्रव भगवान, शरार्थी माथि गर्छ, अब यसलाई के गर्छ भन्दै बाबा पिर मान्नु पर्दैन ल हिँड भनेर नेपाल पुलिस सँगसँगै आयो। आगो चौकीमा आगो, असैले लट्ठी लिएर यसो गरेको थियो र मारे, लट्ठी खोसेर दिए स्वाम स्वाम। त्यो दुईटा केटा उभिएको थियो। अनि ए हुन्न, अब त पिटे पनि मारे पनि हाम्रो हात हो, यहाँ आएपछि हात उठाउनु हुन्न नानी भनेर छेक्यो। अनि उनीहरूलाई पिट्नै पर्छ। आज त मलाई गर्यो, भोलि म जस्तो दिदी बहिनी कति हुन्छ। म जस्तो लडाउने मान्छे पाउँदैन भने। अनि त्यहाँबाट त गरे। अनि त्यो केटाहरूलाई पनि राख्यो, मलाई पनि राखेर गऱ्यो। कहाँ थुन्ने हो मलाई, थुन कहाँ जाने हो भनिदिएको। अनि
चुप लागेर मुख हेर्थेँ ल त फल्ना असैलाई सँग मसँग कुरा गर्न लाऊ भने एउटा मामा थियो नजिकै हामी यसो ओल्लो घर पल्लो घर अनि बाबा भेना भने दिदी आमालाई दिदी भन्ने रहन्थ्यो त फल्ना फल्ना नाम तिलक बहादुर शेरचन्दलाई मलाई कुरा गर्नु ला भन्यो अब भनेपछि त उनी डराइहाल्यो नि ऊ पनि असह्य हो उनी असह्य हो अनि त्यहाँबाट को हो के भनेको मेरो मामा हो भनेको अनि ज्यादा बोल्ने होइन मसँग मलाई कुरा गर्न लाऊ भन्यो अनि त्यहाँ ल हजुर हजुर जानुहोस् हजुर जानुहोस् म त डराउँथेन म त ठोकिदिने हो मलाई जे गर्नु छ गर तर यो दुईटा केटालाई नि गर्नुपर्छ ठोक्नै पर्छ छोडेर जान पाउँदैन भने क्या हुनु पनि हो होइन हो नि कतिजना त्यो लेडी मान्छेहरूले कोही केही गर्न सक्दैन उनीहरूलाई चाहिँ के होइन स्कुलमा त पढ्न ठाउँमा त सबैले त्यो फल्नालाई नजिस्का है भन्थे तर अहिले पो ऊ छ के हाम्रो पालामा त केटीको अलग्गै स्कुल केटा अलग्गै पढाउँछ हामी त्यसरी पढ्यो हामी रत्न हाई स्कुलमा पढेको अनि जुद्ध हाई स्कुल भने म चाहिँ नि केटाहरू मात्रै थियो क्या ए केटाहरूलाई त हामी ग्रुप मिलेर कतिजनाले जिस्कायो भनेर एउटा टुनी खेल न्यु रोड गछ न्यु रोडमा हामी पढेर हाम्रो फेरि ठ्याक्क न्यु रोडदेखि यसो आएर यसो गएपछि यहाँ रत्न हाई स्कुल थियो हुन त यताबाट असन भएर इन्द्रचोक भएर अनि मखन टोल भएर यसो गएपछि हाम्रो स्कुल हुन्थ्यो अनि हाम्रो स्कुलबाट यसरी आए पनि त्यो न्यु रोड हुन्थ्यो क्या त्यो न्यु रोडबाट एक दिन के परेर त्यहाँबाट आथ्यौँ त्यो न्यु रोडमा उ गर्दाखेरि जिस्काएको के पछि केटाहरू आउँदै जिस्काएको अनि त्यहाँबाट त उहाँ घर पुग्नेसम्म स्कुलबाट जिस्काउँदै आएको छ घर पुग्नेसम्म लाजिमपाट भन्ने ठाउँमा त्यो घर पनि निकै हिँड्नु पर्थ्यो के त्यहाँ आएर घर हेरेर गएको के अनि म बोलेन एकछिन बोलेन के कतिसम्म यिनीहरूले के गर्दो रहेछ हात हालेन के गरेन के अरे पछि आएछ हाँसेछन् के बोल्नेछन् उ गरेछ अनि त्यहाँबाट चाहिँ उ गरेछ अनि घर आयो भोलिपल्ट पनि त्यो केटाहरू त्यस्तै गर्ने अनि मेरो पाला ए यहाँ आइज त भने के अरे होइन अनि किन र भने यहाँ आइज न भन अनि आयो नजिक तेरो दिदी बहिनी छैन तेरो भाउजू आमा छैन भनेर यसै भनेर सोधेको चुप लाग्यो अनि त्यहाँबाट छ कि छैन भनेर कराएपछि छ भन्यो छ अनि तेरो दिदी बहिनीलाई भाउजूले आमालाई यसरी पछि लागेर जिस्काउने गिजाउने गरेर कस्तो हुन्छ तेरो मन तेरो दिदी बहिनी जस्तो हामी होइन भनेपछि केही नबोले चुप लाग्यो फर्क्यो त्यहाँबाट यो दिन कि त्यो दिन पछि लाग्नै छोड्यो भन्नुपर्छ नि होइन पहिला चाहिँ हामीलाई बाबाले सिकाउनु भएको आमाले सिकाएको के तिमीहरूलाई मैले हात हालिहाल्छ भनेर नि बाबाहरूले सिका कसैले नानी तँलाई उ गरे भने सोध्नु तेरो दिदी बहिनी छैन तेरो आमा छैन तेरो भाउजूहरू छैन आफन्त केटी छैन तेरो घरमा भन्नु अनि के जवाब दिन्छ अनि त्यही हिसाबले उ गर्नु भनेपछि अनि बाउले सिकाएको आमाले सिकाएको के अनि केही भन्यो भने तिनीहरूलाई गिजायो भने जिस्कायो भने तेरो मनमा कस्तो हुन्छ भनेर भनेर बाबाले सिकायो हुन नि हो नि त होइन रिस उठ्छ भो रिस उठिहाल्छ नि उनीहरूले त्यस्तो कुरा सोध्यो भने मात्रै सोच्ने कि हाम्रो माइला भाइले पढेर आयो
उहाँ अब कसलाई कुन केटीहरूलाई जिस्काएको थियो, हामीलाई पनि होइन क्या त्यसले, अरूलाई नै जिस्का। घरमा खुरखुर आएर झोला किताबको झोला ल्याएर ब्याट फालेर बाहिर ढोकामा बसेर यसो उभिरहेछ। त्यो केटाहरू पछि पछि आएको रहेछ। अनि आइरहेको त त्यो केटाहरू यतिको फरकमा आइपुग्नु नबेर उसले फत्त गएर ढ्याप्प गरेर ड्याम पिट्दियो। ए गर्नुहुन्न, के गरेको भनेर छेक्यो, कति छेकेछ ओल्लो घर पल्लो घरले, छोडेन उसले। भोलि हाम्रो दिदी बहिनीलाई नि यिनीहरूले यस्तै गर्छ भनेर ठोके गरेको के। अनि त्यहाँबाट अनि डराउँथ्यो माइलो भाइलाई देखेपछि। माइलो भाइ पनि त्यस्तो थियो, दिदी बहिनीलाई जिस्कायो भने अरू केटीहरूलाई जिस्काए पनि हिर्काइहाल्ने। हो नि, अब आज रोकिन भने भोलि उनीहरूले गरिरहेको छ, अर्कोलाई गर्छ, आफ्नैलाई पनि गर्नु सक्छ भन्छ। पिट्ने माइलाले त पिट्थ्यो। जेठा भाइले सक्थेन, अलि सोझो थियो, लाटो थियो। साइलो पनि त्यति साह्रै त लड्ने गर्ने गर्थेन। हाम्रो दिदी बहिनी त सबै डराउँथे के अरे, मै हो लिडर। अब म धेरै जस्तो बाहिर काम गर्नु जानुपर्छ। मैले दुकानको सामान लिन जाने, घरमा रासन पानी भर्ने, मैले भित्र पकाइ तकाइ गर्न नजान्ने, मैले किलमिल गरेर चाहिँ ल्याउँथे के। अब ठमेलबाट अलि भित्र के अरे अलिकति ठमेल भयो, यो ठमेलको चोक भयो, अनि यसो गरेर क्षेत्रपाटी यसरी ओर्लिने ठाउँमा ज्याङ्गर भन्ने छ क्या, पेन्सिनेहरू बस्ने ठाउँ हो, त्यसको अलिकति उता त्यसको ज्याङ्गरको गेट यो भयो। हाम्रो घर यहाँ थियो क्या, हामी घर होइन, हाम्रो बालमा बसेको थियो, घर सोकले बालमा लिएर बसेको थियो। अनि त्यो ग्याङ्गर भन्ने ठाउँमा लाउरेहरू आउनेहरूलाई खानापिना खुवाउने, पहिला सुरुमा त्यही होटल जस्तो खोलेको थियो कि। अनि 2-3 जना केटाहरू काम गर्ने थियो, पकाएर खुवाउने, भाँडा चुलो गर्ने, भाँडा मोल्ने, पानी भर्ने एउटा बुढी मान्छे थियो। अनि हो त्यही गरेर गर्थ्यो। त्यो ग्याङ्गर भन्ने ठाउँको केटाहरू पढ्न अमृत साइन्स कलेज छ त्यो ठमेलमा, डाक्टर पढाउने थियो, हो त्यहाँ पढ्थ्यो क्या एउटा दुईटा दाइहरू। अनि त्यो दाइहरूलाई एउटा दाइले हाम्रो माइली दिदीलाई जिस्काएको थियो के। अनि जिस्काउने माइली दिदीलाई के भनेको थियो, अनि माइली दिदीलाई ठोक्न, त्यसलाई पिट्न भन्दा नि नमान्ने के दिदी, डराउने। अनि फेरि पाला त्यो दाइलाई राम्रैसित बोलायो घरमा बोलाएर, अनि ए दाइ तेरो दिदी बहिनी छैन? भने किन र भने उसले थाहा छैन यसले के गर्छ भने, किन र भन्छ क्या। छ कि छैन भन्न भनेर छ। अनि तेरो दिदी बहिनी जस्तो हामी होइन, तिमी त्यही होस्टेलमा बस्छ, हामी यहाँ बस्छ, तिमी यहाँ चिया पानी खान आउनुपर्छ, होस्टेलमा खाना भएन भने यहाँ आउनुपर्छ। मेरो दिदीलाई गिजाउने जिस्काउने भनेको त बोलेन, चुप्प लाएर यसो घोसमुन्टो लायो। अब पनि फेरि पनि जिस्काएको दिदीलाई उ गरेको मैले थाहा पायो भने ठिक हुन्न है, हेर दाइ साई भन्दैन मैले त भन्थे। चुप्प लाएर गए, त्यहाँबाट छोड्यो जिस्काउनु। अब थाहा थियो के अरे त्यो बाबुको साइली छोरी यस्तो छ भनेर सबैलाई। हाम्रो दिदी त डराउँथ्यो। मलाई त नउगर, फेरि केटाहरूको ग्रुप भएर तँलाई उ गर्ला
भन्थ्यो आओस् न को आउँछ दिन्छु नि दनक मैले सकेसम्म भनेर भनिदिन्थ्यो धेरै जस्तो बाहिरको काम गर्नुपर्छ त लिडर हुनै पर्छ के डराएर बस्नु भएन उनीहरूले नत्र लहरी राख्छ हुन पनि हो आमा दोले भन्नुभएको भनेन भने त उनीहरूले बोलेन भने त हेप्छ केटी मान्छेलाई त हेप्छ नि हैन छोरी मान्छेलाई त हेप्छ हेप्न दिनु भएन चान्स दिनु भएन बाबाले त मेरो नानीलाई उ नगर है मेरो नानी त उ छ खतरा छ भन्थे अरूलाई कसैलाई केही परेन नि अगाडि जानु पर्थ्यो बोलाइहाल्थ्यो अनि ओल्लो घर पल्लो घरको साथीहरू थियो मलाई नेपाली बोल्न सिकाइदेऊ म तिमीहरूलाई हिन्दी बोल्न सिकाउँछु अङ्ग्रेजी बोल्न सिकाउँछु भन्थे बाबा हुँदाखेरि त हामीलाई बाबाले अङ्ग्रेजीमै भरसक अङ्ग्रेजीमै गर्नुहुन्थ्यो के त्यो छोडेपछि बिर्सिँदो रहेछ के बाबु अब भइसक्यो 25-30 वर्ष त्यो बोल्नै छोडिसक्यो त्यो लाइन नै छोडेपछि त बिर्सिँदो रहेछ जस्तो अब पहिले मेडिसिनहरू याद हुन्थ्यो कि अहिले अब याद हुन्न सोच्नु पर्छ हजुर पहिले त अब सानो तिनो ट्रिटमेन्टहरू यस्तो ल्याएर खा यो गर त सन्चो हुन्छ भन्नु सक्थ्यो अहिले सकिन्न के बिर्सियो बाबाले त हामीलाई एकदम बाबासँग त हिसाब किताब गर्दाखेरि त अङ्ग्रेजीमा बोल्नु पर्छ हजुरबासँग नपढे पनि अब पहिले त अहिले पो बोर्डिङ छ पहिलेदेखि नै एलकेजी युकेजीदेखि नै अङ्ग्रेजी छ ऊ बेला त चार क्लाससम्म अङ्ग्रेजी थिएन 5 क्लासदेखि बल्ल एबिसिडी पढाउँथ्यो म इन्डियामा 4 क्लास पास गरेर आएको 4 क्लास पास गरेर आएको यहाँ पढेन बाबु काठमाडौँमा पढेन काठमाडौँमा गयो धेरै गइन 10-12 महिना गएको क्या अनि घरैमा नेपाली त्यति बोल्न नजान्ने के अरे हामी पोस्ट बोल्न नजान्ने अनि घरमा टिचर राखेर नेपाली उ गर्न सके 1-1.5 वर्ष त हामी त त्यो घरैमा बसेर पढ्ने सिक्ने गरेको अनि बल्ल अनि एकैचोटि फेरि यतिको जान्ने मान्छे त पास गर्छ भनेर 6 क्लासमा भर्ना गरिदिएको मलाई 6 क्लासमा भर्ना गर्यो त्यही नेपालीमा हो क्या नेपाली विषय लागेर पास गर्नु सकेन 6 क्लास 1 साल त पढ्यो पछि आमाहरू चितवन गयो अनि पछि म पनि चितवन जानु पर्यो अनि चितवन गएको कहाँ पढ्नु पाउने त्यतिखेर त माइली दिदीले टिचिङ गर्थ्यो पछि टिचिङ गर्दा गर्दा नि दिदी सर्भिस गर्ने भयो घरमा हेर्ने मान्छे भएन भनेर पुरै मैले घरमा आमालाई सकाउने गर्ने गर्थे अनि त्यतिकै भयो अनि पछि नर्सिङ गर्न पर्यो अब सबैजना भयो एउटा काम त सिक्नु पर्यो नि लाइफमा है अनि नर्सिङ गर्नलाई 8 क्लासको सर्टिफिकेट चाहिने मैले बाबु 2 महिना ट्युसन पढेर 8 क्लासको जाँच दिएर पास गरेछ फाइनल के भन्यो फाइनल पास गरेर
सर्टिफिकेट निकालेर अनि ट्रेनिङमा गएको ट्रेनिङ पुरा गर्न पाइन क्या अनमीको ट्रेनिङ पुरा गर्न ठुलो बाबु सानो थियो के आमाले सबै साथीहरूले तिमी जे भने पढेको छ काम सिक्नुपर्छ बच्चाहरूको भविष्य हेर्नुपर्छ भनेको भएर अनि हो त्यही भएर म नर्सिङ गर्न जान्छु नानी बाबु हेर है भनेको बाबु बिरामी भएर ट्रेनिङ पुरा गर्नु पाइन 3 महिना मात्रै गरेको 3 महिना नर्सिङ गरेको कागजले 9 वर्ष जागिर खायो खानु भयो यस्तो हो नि त सरकारी होइन प्राइभेट गोराहरू के हाइवे गर्न आएको के अरे अनि उनीहरूले चाहिँ त्यो ऊ हेरेपछि यसले यतिको भएपछि यसले ऊ गर्न सक्छ भनेर सुई लाउन सक्थ्यो सेलिन पानी चढाउनु अनि त्यहाँ गाउँमा ऊ भयो के हैजा सुरु भयो अनि त्यहाँ त चाहियो लेडिजहरू आउने भयो वाक्ने छेर्ने स्याहार्ने मान्छे चाहियो अनि मेरो त्यो कागज देखेर मलाई भर्ना गरे अनि मैले सबै गरेँ अनमी गरेको मम्मीले हजुर अनामी पढ्नु भएको त्यो ठुलो मामीलाई नि काम जागिर खान पाएर धेरै कति गरे नानी यही काठमाडौँ आएर त नगरेको नि है उहाँ त गरेको नि है गाउँमा पनि गएको 10-12 वर्ष गरे हो लोकसभा पास गरेर 10-12 वर्ष ठुल दिदीले मात्रै पेन्सन खायो है ठुल दिदीले 2 वर्ष पेन्सन खायो हामीले चाहिँ जागिर खानु पाइन के हजुर लोकसेवा पास गरेर थाई नोकरी चाहिँ खाए हाम्रो त अब त्यो मैले चाहिँ त्यो हाइवेमा गरेको के अरे तर मैले हाइवेमा काम गरे पनि मलाई त्यो ब्रिटिस गोराहरूले के बाबु धरानमा ऊ गर्दै थियो आजीवन मैले पाउने नर्सिङ गर्नलाई भने थियो तर मेरो बच्चाहरू सानो भएर म जानु नसकेको बच्चा हेर्ने मान्छे नभएर कि नै त नर्सिङ त गरेको त्यसले मैले ठुलो दिदीले गरेको माइली दिदीले चाहिँ टिचिङ गरेको ड्युटी गर्दै पाउँदै गरेको त हो नि सबै ड्युटीमा पाएर ल्याएको बच्चाहरू हुन्छ सबै उसले टिचिङको ट्रेनिङ गरेर टिचर ड्युटी गरी पायो गरे पछि अब बिहा गरेर हङकङ गएको अरे उसले नै जागिर खानु पाएन एटोडामा घर कहाँ थियो उतै ट्युसन भित्र नि हजुरबुवा थियो नि त्यहाँ अनि त्यहाँ त तल छ अनि उसको माइजूको हो तर म त एटोडामा ड्युटी गर्न लागेपछि त क्वार्टरमा बसिहालेँ नि ठुलो मामुको क्वार्टर त्यो हो ठुलो मम्मी बसेको थियो नि क्वार्टर त्यही मैले छोडेर आएको सगुन दिदीको पसलको पछाडि थियो हैन मैले क्वार्टर छोडेर आएको उसलाई ए त्यही त त्यहाँ बस्नुहुन्थ्यो ए सगुनहरुको मात्रै घर छ हाम्रो त कहाँ हामी त सरकारी क्वार्टरमा बसी आयो बाबाले किन्नु पर्ने के रे बिचारा अब जग्गा चितवनमा त किन्यो सायद बेच्यो होला एटोडामा नि चितवनमा एटोडामा थियो नि त घरेटी त्यो उतातिर ए हो र ए तर खै अब अहिले बेचिसक्यो होला के उसले मलाई थाहै छैन थियो नि त्यो भुटन देवी जाने त्यो किसान कस्तो त्यो उसमा त्यहाँ पनि घर पनि किने थियो कति 3 लाख 5 लाखमा घर थियो 3 लाखको किने हो यहाँ अनि बबरमामा त्यही त बस्थ्यो पहिला उसको साथी सँग के पैसा लिएर के सगुन चाहिँ पछि उसको साथी होइन उसको साथीको भान्जाले किचकिचाइ गरेर अनि बबरमामाले छोडेको त त्यही थियो बबरमामा त्यही बस्थ्यो त्यो घरै किने हो नि त हजुर घरै किनेको गरेर पछि कसकस आएर के गरे भरे रात दिन किस्कियो हामी त अमेरिका गइसकेको थियो हजुर अनि साह्रै किचकिचायो भनेर छोडिदिएर त्यहाँ घरै थियो जग्गा थियो
रामपुरमा चाहिँ छ मेरो जग्गा चाहिँ। हजुर। भरतपुरको चाहिँ फेरि त्यही त बेचिहाल्यो नि पहिला आउँदा थाहै छैन मलाई। मामाले बेचेको कि ठुलोबाउले नि? ए मामाले त के भनेर बेच्नुहोस् नि बिचरा। मामा ठुलोबाउले नि अब मेरो सिग्नेचर गरे के गरे बेचे छैन त्यहाँ। अब रामपुरमा मात्रै छ मेरो जग्गा। राख्नु के राखिरहेको छु। अहिले त 1 करोड चान्चुन भइसक्यो नि त। बाटो नबेच्नु के राख्नु जग्गा। अब खाना लाउनु पाइरहेछ कहाँ बेच्छ नानी? अब खाना लाउनै नपाए पो लौ बेच्ने भन्ने खाना लाउनु पाइरहेछ बेकारमा। त्यो त राख्नु के राख्नु। एकचोटि आमाले लग्नु भएको थियो हजुरबाको अफिसमा, त्यो पुरानो पहिलाको अफिस छ नि हो त्यहाँ लग्नु भएको थियो कि मामुले के अस्ति आउँदाखेरि हजुरबा जहाँ काम गर्नु भएको थियो अफिसमा त्यहाँ लग्नु भएको थियो कि अनि त्यहाँ पछाडि थियो क्वार्टर बस्ने भनेर देखाउनु भएको थियो हामीलाई। हिँड्दै लग्नु भएको थियो देखाउनु भएको थियो कि हजुरबा यहाँ काम गर्थ्यो हामी यता बसेको थियो कोठाहरू यता थियो भनेर जाँदा उता पछाडिपट्टि त्यो 5वटा बङ्गलाहरू थियो के हो त्यहाँ बस्नु भन्थ्यो। हजुरबुवालाई मानेन। मलाई ठिक छ यही अफिस छेउमा यही ठिक छ नै भने क्या। अनि त्यो बङ्गलामा अब हजुरबाको पोस्ट बढ्दै गयो नि त त्यसले गर्दा त्यहाँ बस भनेको थियो। मानेन हजुरबा मानेन। अनि त्यही अफिसको त्यो एउटा घर छोडेर अर्को घरमा बसेको थियो नि किनकि त्यो अफिस त यस्तो थियो अरू घर थियो न त्यही बस्यो। मानेन बङ्गलामा गएर बस्न मानेन। हजुर। अनि त्यही बस्नु भएको थियो। अब अहिले त टिम्बर जति सबै बन्द भयो के अरे अफिस जति जम्मै भयो। त्यहाँ अफिस त खुल्या थिएन हामी पाट गरेर बेचिसके घरेटी के पनि छैन घरेटी बनाएर अहिले त खोइ के बनाएको छ अरे भनेर सुनेको छु। त्यहाँतिर पुरा त्यो तलतिर कोही के बनाएको छ अरे। कुनै के अफिस बनाएको छ कुनै के बनाएको छ अरे के भनेर सुनेको थिएँ। अस्ति एकजनाले भने ठुलोबाको साथी नै आएको थियो के यहाँ मलाई भेट्न आएछ यही छ भाउजू आइसक्यो भनेर सुनेर आएछ। अन्त अहिले त यस्तो त कुनै के अफिस के खोलेछ भाउजू भन्थे कि। हेर्न जानु पर्ला त्यहाँ टाढोमा आउँदाखेरि। भेटाउमा कति बस्नुभयो? बस्यो नि किन नबस्नु नि। अब हजुरबुवा काम गरेदेखि नै बस्यो आउजाउ यताउति भयो। 10 वर्ष त मैले एउटा हस्पिटलमै काम गरेँ होला मैले। हजुर। लोक सेवा पास गरेँ नि त। पहिला गाउँमा थियो पूजा दिदी पेटमै थियो अझ। अनि मङ्सिरमा कार्तिकमा मैले दसैँ पछि हो जात दिन बस्यो। त्यसपछि मङ्सिरमा पूजा दिदी पाइहाल्यो पास पनि भएर कागज पनि आइहाल्यो। अनि त आएपछि अनि त्यसपछि त थाहै नखै त्यही खाए। गौरदेखि पनि अझ उतै गएको। अनि बल्ल माथि बनाउने। यस्तो गर्मी नानी यस्तो गर्मी कि पत बोल्ने बाहिर हेर्नै नसक्ने यस्तो ठाउँमा म त भएको धागो तर त्यसले धागो राम्रो यस्तो पेल्ने पानी गनाएर खान धागो राम्रो ल्याएको मैले यिनीहरूले फेरि त्यो आलसको तेल खाने यो यस्तो खाने नखाने धागो खान नसक्ने बनाउने त्यस्तो रहेछ क्या। ठुसले बनाउने त्यहाँको दही र दुध चाहिँ एकदम मिठो अमृत जस्तै यस्तो राम्रो दुध चक्कुले काट्ने जस्तो गरेर पाउने के। ठुलो दही पनि त्यस्तै दही र दुध त खाएँ। अब अरू त खानै सकेन खायो अनि त्यो त्यही हेल्थ पोस्टमा अनि त्यो के भन्छ पहिले चलाउने रहेछ के। अनि त्यो पानी खान सकेन त्यो नै त पहिले त जान्थ्यो बाबु हिँडेर त्यसो भएर अनि त्यो असन गएर ल्याउने किन्न त्यो खाएँ। त्यो खाएपछि त आउने बेलामा चाहिँ 10 बजे बेहोस भयो मान्छे एकैचोटि बेलुका 5 बजे मान्छे पङ्खा हप्केर तारैतिर बस्यो। काठमाडौँबाट सिनियर को स्टाफहरू गाह्रै छ हामी गएको त्यो त्यहाँ यस्तो गर्नुपर्छ सिकाउन गएको अरे। अब म त बेहोस थिएँ।
ओछ्यानमा पल्टाएर सबैजना पङ्खा हालेर के गरिरहेको रहेछ। बिउ दिँदा त सबै मान्छे चारैतिर म त त्यसपछि अनि इन्चार्जले अहिले जाऊ हप्ता 10 दिन तिम्रो इलाज गर, रेस्ट गर, अनि त्यसपछि आऊ, ठाउँ राम्रो छ, त्यस्तो उड गर्नु पर्दैन भने। फेरि त्यहीँ पछि त्यो पिओन रहेछ क्या, लोन स्वास्नी रहेछ। त्यो पिओनले चाहिँ पहिला हाम्रै आमाजु भाइ खाएको त्यो उतातिर गाउँतिर परे बेलामा चिनेर चाहिँ देखाएरहेछ। अनि त्यो ठुलबा देखेपछि त अनुहार त सेम छ, को हो के हो भन्थ्यो। अनि मैले मेरो ऊ हो भने, ए सबिना को हो नि त, उसको दिदी भएछ अब आमा पऱ्यो। ए भने उसले लिएर आएको मलाई। त्यहाँ त कस्तो नि बिहान जाँदा त बालुवा थियो नानी, फुरफुर चाहिँ है, बेलुका बालुवा थियो अरे होइन। अब यस्तो अलिअलि फर्केर जाँदा चाहिँ यति पानी। अनि त्यो उसले एकपट्टि उसले मलाई पक्रेको, उसपट्टि उसको श्रीमानले पक्रेर त्यो खोला तारेर अनि लिएर गएको घरमा बेलुका 5 बजे 6 बजे। अनि त्यहाँ इनार रहेछ, इनार पानी खाला खोलो यताउति नुहाइ धुवाइ गरेर लुगा सुगा फेरि त्यसले मजाले खाना साना पकाई, त्यही लोकल कुखुरा काटेर मासु सासु पकाइ रसमा अनि त खाना दिए, खाएँ। भात कुखुरा मासु मजाले खाएँ। अनि बिहान पख त्यहाँ त गाउँतिर त त्यो मधेस त के अरे जिमदारहरू भन्छ नि त खासमा, हो त्यस्तै रहेछ। एकजना गोरो मान्छे पनि गोरो राम्रो हो, बिहा भएको यत्रो छोरा। त्यो आयो के कसो भने यस्तो 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 भने कुराहरू गरेर पुरा उ गरे। ठाउँ राम्रो छ, तपाईँ इलाज गरेर आउनुहोस्, अनि त्यहाँ बस्ने ठाउँ राम्रो भएन, खाने ठाउँ राम्रो छैन भने म यहाँ कोठा दिन्छु, बस्नु रे। उसको बारीमा फलेको चामलको भात, गहुँ रोटी सबै जे हुन्छ त्यही तपाईँलाई यहीँ राख्छु म, राम्रो छ ठाउँ, तपाईँलाई यस्तो भएछ भने। बिहान त त्यसैले मलाई गाडा कहाँ मोटर गाडी त कहाँ चल्नु त, ट्र्याक्टर उफाड्ने भटटट आमा खाएको जति सबै त निकाल्ने, कस्तो उफाड्ने समाउने ठाउँ नभए त मान्छे त कहिले त्यस्तो। ट्र्याक्टर पनि सानो ट्र्याक्टर ठुलो ट्र्याक्टर होइन, यो दुईपट्टि टायर भयो नि, त्यो टायरको यस्तोमा बसेको छु, बिचमा ड्राइभर बसेको छ, चलाउनु पर्यो। अनि यस्तो यस्तो डिलमा बसेर समातेछ के उफारेको त्यस्तरी आम्मामा त्यस आउने बेलामा त हो त्यसले गाडा साडा गरेर यस्तो गुन्द्री ओछ्याइ तन्ना सन्ना राखेर सिरानी राखेर तपाईँ पल्टेर जानुहोस्, त्यस्तो गरेको त्यो पल्टेर जान्छ। अनि त्यो उसले चाहिँ भमिट पनि यताउति हुन्छ भने के भन्छ सुपारी खानु, मुखमा सुपारी गर्न नगर्ने रहेछ। सुपारी मुखमा च्यापे घुत्रु घुत्रु नखाने कि मुखमा च्यापी राख्ने। अनि मैले मुखमा पल्टेर त्यही च्यापेर बसेर अनि आएँ गौर आएर त्यसपछि ट्रेन चढी रक्सोल आएँ, रक्सोलबाट बिनबाट हेटोड आएँ। त्यहाँबाट त गएन नि, यतै मिलाएँ नि फेरि। होइन होइन उसले हो सिकेको, गर्नु उसलाई भएन के अरे ठुलोले। माइलीले त कहाँ सक्नु, गरेन। उसले चाहिँ जे होस् टिचर गर्थ्यो पढाउने, अनि प्रोट क्लासहरू चलाउँथ्यो, त्यस्तो त्यस्तो गर्थ्यो नि त पहिला पढाउने। प्रोट क्लास भने के थाहा छ तिमीहरूले बुझेछौ? प्रोट क्लास भने सिनियर मान्छेहरुलाई पढाउने, जस्तो अब हामी बुढाबुढी पढे छैन नि त हामी, अनि हामी बुढाबुढीहरूलाई कट्ठा गरेर पढाउनेलाई प्रोट क्लास भन्छ गाउँमा। नपढेकोहरूलाई पढ्नेहरूलाई त्यो पढाउनेलाई प्रोट क्लास भन्छ। त्यस्तो लेख्न सिकाउने पढ्न सिकाउने प्रोट क्लास। माइ ठुम्नमीले चाहिँ प्रोट क्लास पनि चलाउँथ्यो, अनि अरू पनि पढाउँथ्यो, टिचरै थियो कि पढाउँथ्यो। त्यही हो, त्यही त मैना र सुगाले गुड मर्निङ म्याडम, गुड मर्निङ म्याडम, म्याडम गुड मर्निङ गरिरहेको थियो त। आउने के अरे गुड मर्निङ म्याडम भन्ने, उसलाई पनि त्यो घरको छेउछेउमा ढोकामा माथि ढोकामा ठक्क उभिएछ, गुड मर्निङ म्याडम, गुड मर्निङ म्याडम गर्छ। हजुरमा चाहिँ अब मेरो बर्थडे गराएको थियो नि त एकचोटि, त्यहाँ पेड थियो होइन,
प्यारोट थियो खोइ के लाग्यो राखेको थियो जस्तो लाग्छ किनकि त्यो बच्चाहरू बस्ने कोठा थियो नि ए बच्चाहरू पाल्ने भनेको होइन प्यारोट पनि थियो अरे पछि त म काठमाडौँ आएपछि त मैले देखेन नि त थाहा भएन नि त अनि के अरे सानोमा मलाई नि थाहा छ सानोमा प्यारोटले यस्तो भन्थ्यो अरे के त ट्युसनको उसमा जेठा प्यारोटले त्यहीको रुखमा बस्थ्यो नि त त्यो अनि भोक लाग्यो भने त जेठा जेठा आमाले जेठा त्यो सुगालाई भोक लाग्यो होला त्यसलाई दे खाना दुध भात मुछेर दिन्थ्यो के उसलाई भोक लाग्यो भने जेठा 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 भन्दै आउने त्यस्तो जेठा भन्थ्यो अरे बिचारा त्यो बाघले बुर्र ओढ्यो अनि आयो थानामा त्यहाँबाट ओढ्यो अनि भुइँमा लुकु लुकु लु जेठा जेठा भन्दै यसो गर्दै आउने मान्छेतिर कस्तो मजाले क्या त्यो ठुलो खालको नि होइन सानो खालको अनि मुख कालो यो ठुट्छ कालो खालको यो सानो टुट्छ के पट्टु पो भन्छ त्यसलाई अनि कति मजाले लुखुरु लुखुरु जेठा जेठा भन्दै यसरी लुखुरु आउने यस्तो थियो अनि फेरि दुध भात मुछेर दिने आमाले जेठा त्यसलाई भोक लाग्यो होला त्यसलाई दुध भात जेठा कहाँ गयो त्यसलाई भन्थ्यो औला भोक लाग्यो त आउने भुर्र ओढेर तल ओर्लिने जेठा जेठा भन्दै आउने त्यस्तो चितवनमा हुने जाल चाहिँ गुड मर्निङ म्याडम भने ढोका छेउमै बस्ने क्या त्यो मूल ढोकामै निस्किने ढोकामा माथि बस्ने अनि आउने नि त अब त्यहाँ गाउँको केटाहरू स्टुडेन्टहरू अब ठुलो मम्मीले पढाउने मान्छे अनि गुड मर्निङ म्याडम गुड मर्निङ भने उसले नि म्याडम बिहान भए त गुड मर्निङ म्याडम गुड मर्निङ म्याडम गरिराख्ने त्यो र जेठा जेठा भनेर कति याद आउँछ क्या है अरू थोक भन्दा अरू थोक के भन्थ्यो भन्नु त आमाले त्यो सिकाउँथ्यो नि पटपट पट्टु पटपट गोपी कृष्ण भने आमाले त्यो सबै भन्थ्यो अनि चित्रकोटमै के अरे त्यो बिर्स्यो मैले त्यो एउटा ट्याक्कै भन्ने त्यसले चित्रकोटमै के त बैठक के भने है कस्तो बिर्स्यो आमाले कति राम्रो भन्थ्यो मलाई कस्तो मजाले होइन मैले अरू त होइन त्यो गुड मर्निङ म्याडम गुड मर्निङ भन्ने र जेठा भनेको त मलाई बिचारा पछि त त्यो उल्लुले कोहीले खाइदियो क्या हो क्या गरेर ठुल हजुरबा हजुरआमा हामी सबै पट्टु सुगा गर्दै के हो त्यो अफिसको पछाडिबाट कता कति वर्षसम्म त्यसलाई बिचारा त्यसलाई त त्यो खुर्सानी खानिदिने के दिने अनि पट्टु तिखो पढ्न सक्छ भनेर के पनि आफै जान्छ के पनि गर्नुहुन्न आफै जान्छ त्यो के गर्नु जेठा मात्रै भनेको सुन अरू त त्यस्तै हो जेठा भन्ने मात्रै याद बच्चालाई हुने गर्नु कसको बच्चालाई त्यो झर्नाले ल्याएको धागो हो यो पनि होइन झर्नाले ल्याएको सबै ल्याएको त्यसले पैसा कति के ले भनेको मानेन अनि यो कलर यो र यो राम्रो लागेर त्यो स्याग त्यसको बहिनीको छोरी छ त्यसलाई हिजोको बिनुलाई फोन गरेको त बिनुलाई फोन गरेको बिनुको जेठाजुको छोरी मर्यो अरे के क्यान्सर थियो अरे राम्रो मिल्छ नि है बिनुको जेठाजुको छोरी ज्वाइँ चाहिँ गइसक्नु भयो अरे बिनु चाहिँ आर्गुङमा मात्रै जाने अरे आर्गुङमा आर्गुङ भने त बाँकी छ नि सोच चाहिँ सोचेर त्यो पुरै होइन त आर्गुङ बितेको 2 दिन भयो भने कि त आर्गु त अब 40-45 दिनको दिनमा गर्छ नि कहाँ हुन्छ 13 दिनमा गर्छ आर्गुङ गुरुङहरुको 13 दिनमै गर्छ नि
सकभर 13 दिनमै गर्छ नसक्नेले मात्रै 25 साट्ने हो अनि ऊ पनि जान्छ रे आर्गुङको लागि लामाहरूको त के गर्छ भने 7-7 दिनमा पूजा गर्दै 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 जान्छ 49 दिनको दिनमा अनि कति दिनको दिनमा बल्ल पुरा गर्छ के हैन गुरुङहरुको त पनि लामै लगाउँछ नि त त्यही हो हैन 13 दिनमा गर्छ होला गुरुङहरु आर्गुङ भनेपछि त गुरुङहरुको भयो अलि पातुलो तर अनि गुरुङको भयो नि गुरुङ लामा लाउँछ के गुरुङ लामै लाउँछ त्यो भनेको 7-7 दिनमा पूजा गरेर बत्ती बाल्ने लामाले अर्पण गर्छ अनि 45 दिनमा 49 दिनमा अनि बल्ल ठुलो आर्गुङ गर्छ के 13 दिन भने जस्तो लाग्यो म पानी बिर्सेछ मेरो पानी खाने बिर्सेछ त मेरो यहाँ यति पानी खान पर्छ भनेर राखेको पानी तातो खाइहाल अब 2 घोट के हो तातो पो रहेछ अच्छा यसले यो यहाँ राखेर चाहिँ किन केले बिगार्न छानिरहेको म त यहाँ यसले यहाँ राखेर चाहिँ हेर्नु यहाँ लैजा तेरो